नमस्कार सबैजनालाई। आज चाहिँ हामी एफएमजी को फर्म कसरी भर्ने भन्ने प्रक्रियाबाट अगाडि बढ्दैछौँ। एफएमजी को फर्म भर्नको लागि चाहिँ सबैभन्दा पहिला netboard.edu.in मा जाने। त्यसपछि एउटा नेटबोर्डको एउटा पोर्टल खुल्छ र त्यो पोर्टलमा चाहिँ तल स्क्रोल गर्नुभयो भने एफएमजी को एउटा टपिक देखाउँछ र त्यसमा क्लिक गर्ने। क्लिक गरिसकेपछि तपाईको राइट साइडमा एउटा एप्लिकेसन लिंक भन्ने देखिन्छ। त्यो एप्लिकेसन लिंकमा क्लिक गर्ने। अनि एप्लिकेसन लिंकमा क्लिक गरिसकेपछि तपाईलाई इन्स्ट्रक्सनहरु दिएको हुन्छ। इमेजको साइज देखि लिएर सबै थोकको इन्स्ट्रक्सन दिएको हुन्छ। त्यहाँनिर पढ्नु भयो भने हुन्छ। र अब हामी चाहिँ सिधै अगाडि बढ्ने है त। टु रजिस्टर भनेर त्यहाँनिर एउटा अप्सन दिएको छ। थर्ड नम्बरमा अप्सन दिएको छ। हो त्यो अप्सनमा क्लिक गर्ने। क्लिक गरिसकेपछि एउटा पेज खुल्छ। हो त्यसमा चाहिँ यो पेजमा चाहिँ आई एम एप्लिकेन्टमा एप्लाई गर्ने र सबमिट गरिदिने। सबमिटमा थिचिसकेपछि तपाईलाई एउटा इन्स्ट्रक्सन आउँछ। त्यो इन्स्ट्रक्सनमा चाहिँ आई एग्री गरिदिने। त्यसपछि चाहिँ आफ्नो सम्पूर्ण डिटेलहरु यसमा भर्दै जानु होला। अनि एउटा जरुरी कुरा, आफ्नो सबै सम्पूर्ण डिटेलहरु भर्नु भएपछि त्यहाँनिर नेशनलिटी सिलेक्ट गर्ने भनेर भन्छ। त्यो नेशनलिटी सिलेक्ट गर्नको लागि चाहिँ नेपालीको लागि चाहिँ नन ओसीआई फरेन सिलेक्ट गर्नु होला है। नन ओसीआई फरेन सिटिजन सिलेक्ट गर्ने। मैले चाहिँ ओसीआई फरेन सिटिजन सिलेक्ट गरेर फेरि इमेल चेन्ज गरेर अनि गर्नु परेको थियो। अनि आफ्नो फोन नम्बर सबै थोक डिटेलहरु हाल्नु भएपछि दुई ठाउँमा ओटीपी आउँछ। एउटा इमेलमा ओटीपी आउँछ र अनि अर्को चाहिँ नि मोबाइलमा ओटीपी आउँछ र त्यो ओटीपी चाहिँ भ्यालिडेट गर्नु होला। एकचोटी चाहिँ आफ्नो सम्पूर्ण डकुमेन्टहरु फेरि पनि रिभेरिफाई गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ क्याप्चा र आई एग्री हानेर क्याप्चा हान्नुपर्ने हुन्छ। त्यो भन्दा अगाडि चाहिँ म के रिकमेन्ड गर्छु भन्दा एकचोटी प्रिभ्यू गर्नु होला। आफ्नो सम्पूर्ण डकुमेन्टहरु सम्पूर्ण इन्फर्मेसनहरु ठीक छ कि छैन भनेर एकचोटी प्रिभ्यू गर्नुपर्ने हुन्छ। एकचोटी युज भएको इमेल आईडी फेरि युज गर्न मिल्दैन र मानम तपाईको कुनै पनि इन्फर्मेसन बीचमा मिस्टेक भयो केही भयो भने तपाईले इमेल आईडी नै चेन्ज गरेर नयाँ इमेल आईडी खोलेर अथवा चाहिँ इमेल आईडी चेन्ज गरेर गर्नुपर्ने हुन्छ। फोन नम्बर पनि एकचोटीमा एउटा मात्र मोबाइल युज गर्न सक्नुहुनेछ। एउटै मोबाइलबाट दुई तीनटा ओटीपी अथवा चाहिँ एउटै मोबाइलबाट दुई तीनटा एकाउन्टहरु रजिस्टर गर्न पनि सकिँदैन है। तपाईको रजिस्ट्रेसन सक्सेसफुल भइसकेपछि तपाईको त्यो इमेलमा चाहिँ आईडी र पासवर्ड आउँछ। त्यो आईडी र पासवर्ड हानेर लगइन गर्नु होला। लगइन गरिसक्नु भएपछि आफ्नो सम्पूर्ण डिटेलहरु भर्नु होला। यहाँनिर चाहिँ कहिले त्यो कन्ट्रीको ठाउँमा चाहिँ अलि के रे इन्डिया देखाउँछ। तपाईले एकचोटी यो ट्याबलाई चाहिँ रिफ्रेश गर्नुभयो भने त्यो इन्डिया हटेर नेपाल आइपुग्छ है। कहिलेकाहीँ चाहिँ इन्डिया देखाइरा हुन्छ। तपाईले यो पिन कोड पोस्टल कोड पनि आफू म्यानुअली टाइप गर्नु होला। यो अटोमेटिक आएर पहिल्यैदेखि नै सेभ भएर बसेको पिन कोड युज गर्नुहुन्छ भने सिधै इन्डिया आइपुग्छ। फेरि पनि इन्डिया आइपुग्छ। त्यही कारणले गर्दाखेरि आफूले म्यानुअली टाइप गर्नु होला। र पर्मानेन्ट एड्रेसमा आफ्नो नागरिकतामा जे एड्रेस छ त्यही हाल्दिने। र बाँकी डिटेलहरु त्यही अनुसार भर्दै जानु होला। एलिजिबिलिटी सर्टिफिकेट हुन्छ। त्यो एलिजिबिलिटी सर्टिफिकेट चाहिँ त्यो डिजिटल्ली भेरिफाइड भएर आइसकेको सर्टिफिकेट राख्नु होला। त्यसलाई चाहिँ अनि यसमा पीडीएफ बनाएर अपलोड गर्नुपर्ने हुन्छ। एलिजिबिलिटी सर्टिफिकेटको चाहिँ त्यहाँनिर एउटा इस्यु डेट दिएको हुन्छ। हो त्यो इस्यु डेटमा त्यो इस्यु डेट हेरेर चाहिँ त्यो राखिदिनु होला। आफूले कुन ठाउँमा चाहिँ एक्जाम दिन प्रिपेयर गर्नु भएको छ अथवा चाहिँ ठाउँ जतातिर सजिलो पर्छ त्यहाँनिर चाहिँ सिलेक्ट गर्नु होला। र यहाँनिर चाहिँ यसले मागेको आफ्नो डकुमेन्टहरु चाहिँ भरिदिनु होला है। यसमा चाहिँ रियल टाइम फोटो क्याप्चर गर्ने हुन्छ। रियल टाइम फोटो क्याप्चर गर्ने भएको कारणले गर्दाखेरि चाहिँ ब्याकग्राउन्ड चाहिँ व्हाइट चाहिन्छ। सो त्यही ब्याकग्राउन्ड व्हाइट ब्याकग्राउन्डमै गएर आफू चाहिँ बस्नुपर्ने हुन्छ। र त्यसले भनेको कुरा मिलेन भने यसरी रिजेक्ट पनि गरिदिएको हुन्छ।
सो आफूले चाहिँ फेरि पनि अब आफ्नो फोटो फेरि पनि क्याप्चर गर्नुपर्ने हुन्छ सजिलोसँग मिलाएर। र यसले चाहिँ क्याप्चर गरिसकेपछि यसरी फोटो सक्सेसफुल भनेर भन्छ है। यसमा चाहिँ एउटा रियल टाइम फोटो क्याप्चर गर्छ र अर्को चाहिँ आफूसँग भएको फोटो पनि एउटा छुट्टै अर्को फोटो पनि चाहिन्छ है, दुईटा फोटो चाहिन्छ। आफूले चाहिँ ब्लु पेनमा चाहिँ सिग्नेचर हानेर अनि त्यसलाई अपलोड गरिदिनु पर्ने हुन्छ। त्यसरी चाहिँ यहाँनिर आफ्नो फिङ्गरप्रिन्ट अपलोड गर्नु होला, लेफ्ट ह्यान्डको फिङ्गरप्रिन्ट, र साइज चाहिँ यहाँनिर स्पेसिफाई गरेको हुन्छ र त्यही साइज अनुसार साइज रिड्युस गरेर हाल्नु होला। यो अपलोड प्राइमेरी मेडिकल क्वालिफिकेसन डिग्री अर प्रोभिजनल पास सर्टिफिकेट भनेर भनेको छ। यसमा चाहिँ हामीले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट दुवै हालिदिनु भयो भने हुन्छ, नत्र भने प्रोभिजनल सर्टिफिकेट मात्र हालिदिनु भए पनि केही फरक पर्दैन है। तर मैले चाहिँ दुवै हालिदिएको छु। हो यसमा चाहिँ यो क्वेसन मार्क लेखेको ठाउँमा चाहिँ तपाईँको त्यो टिक हानेको चाहिन्छ है। यत्तिकै यो अपलोड गर्न मिल्दैन, त्यसैले अब यसलाई चाहिँ फोटोको यसको चाहिँ अब टिक हानेको प्रिन्ट गराएर फोटो खिचेर पिडिएफ बनाएर अनि अपलोड गरिदिनु पर्ने हुन्छ। यो यसैले भनेको रिकमेन्डेड साइजमा। यसरी तपाईँले चाहिँ सबै डकुमेन्टहरू अपलोड गरिसकेपछि पेमेन्टको अप्सनहरू आउँछ र तपाईँले पेमेन्ट गरिसक्नु भएपछि चाहिँ यसरी तपाईँको पेमेन्ट सक्सेसफुल भनेर इन्फर्म गर्छ। यसरी हामीले एफएमजी जुन 2025 को लागि चाहिँ फर्म भरेका छौँ। अहिले चाहिँ एफएमजीको फर्म भर्ने प्रक्रिया बन्द भइसकेको छ। अब अर्को जुन अथवा चाहिँ नोभेम्बर डिसेम्बरतिर कतिखेर हुन्छ जे होस् इन्फर्मेसन चाहिँ आउँछ।